ओहो हो हो, यो एकदमै डरलाग्दो अवस्था छ। यहाँ एकदमै डरलाग्दो अवस्था छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ पारी, यहाँबाट लिउँदै पारी समेत फालिएको छ। तपाईँ सडकमा हेर्नुभयो भने यस्तो किसिमको अवस्था छ। ओ माई गुडनेस, ओहो यो देशमा के भइरहेछ यो त। ल हेर्नुहोस्, ओ माई गड, ओ माई गड। भाटबटेनी यहाँ यो चाहिँ निकै डरलाग्दो अवस्था छ। यो पक्कै पनि राम्रो अवस्था होइन। तपाईँ हेर्नुहोस्, ओ माई गड। तपाईँलाई म भाटबटेनीभित्र गएर देखाउँछु। भाटबटेनी भित्रको अवस्था कति डरलाग्दो छ भन्ने कुरा तपाईँलाई यहाँ म देखाउँछु। भाटबटेनीबाट सामानहरू निकालेर सामान, ल हेर्नुहोस् यसरी यसरी लगिएको अवस्था छ। ल हेर्नुहोस् आइसक्रिम उठाइएको अवस्था छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यहाँ यसरी यहाँ धेरै मान्छेहरूले लगिसकेको अवस्था छ। यहाँबाट जे चाहिन्छ भाटबटेनी भित्रबाट लगिएको अवस्था छ। यहाँ बाहिर पनि यस्तो बनाएको छ। यो निकै नै डरलाग्दो अवस्था छ। नेपालमा यो उतातिर घर जलिरहेको अवस्था छ। ढुङ्गा हानेर घर फुटाएको अवस्था छ। यता भाटबटेनी फुटाएको अवस्था छ। साँच्चै यसले देखाउँछ मानिसहरू कति चाहिँ राजनीतिक कुराहरूप्रति विक्षिप्त छन् भन्ने कुरा यसले देखाएको छ। मानिसहरूमा मास डिप्रेसन जस्तो देखिएको छ। यहाँ यसरी हेर्दाखेरि गाडीहरू फुटाएको अवस्था छ। यो भाटबटेनी स्टोर कोटेश्वरबाट हामी तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। पुलिस आयो भनेर भागिरहेका छन्। पुलिस आइसके पछाडि यहाँ पुलिस आयो भनिरहेका छन्। यसरी भागभाग भएको छ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ निकै नै डरलाग्दो अवस्था। यहाँ प्रहरी आयो भन्दै भागिरहेको अवस्था छ। यो कहाली लाग्दो अवस्था हामीले काठमाडौँबाट तपाईँहरूलाई देखाइरहेका छौँ। तीन कुनेमा रेस्टुरेन्ट, घर फुटालिएको अवस्था छ, घर जलेको अवस्था छ। यहाँ ओहो माई गड। ल ल ल हामीलाई पुलिस, हाम्रै प्रधानमन्त्री, हाम्रै सबै हाम्रो देशका ओ माई गड। ल दर्शकवृन्द, यो निकै नै डरलाग्दो कुरा यहाँ देखेको छ। ल माई गड, यो परिवर्तनको सुरुवात भनौँ या मानिसहरूमा भएको आवेग, जुन राजनीतिक दल या जसले हामीलाई नेतृत्व गरिरहेका छन् ती नेतृत्वप्रति मानिसहरूको वितृष्णा भनौँ, यो निकै नै डरलाग्दो अवस्था छ। निकै नै डरलाग्दो अवस्था। तपाईँ यहाँ आएर हेर्नुभयो भने निकै नै डरलाग्दो अवस्था छ। मानिसहरू क्रिकेट खेले जस्तो गरेर खेलिरहेका छन् यहाँ। ओ माई गड, माई गड। ओहो ओहो, भित्रबाट ओहो ओहो के भइरहेछ भित्रबाट। तपाईँ देख्न सक्नुहुन्छ। हामीले यहाँ देखाइरहेका छौँ। भित्रबाट यो सेक्युरिटीलाई पनि नआउनु भनेको